एराइभल्स त यताबाट छ 12 बजे आएर जानु होला नि त 11 बजे गर होला नि त गर आइसक्यो यहाँ चाहिँ टिकट काट्नु छ है सम्म काट्यो चाहिँ नाम कति लाग्यो हाम्रो 420 हैन नर्मली 1400 पर्थ्यो 1400 दुईटाको 900 डिस्काउन्ट अन्त नि हेलो व्हाट्स अप माई युट्युब फ्यामिली हामी चाहिँ आज माथि सरङकोट जाँदैछौँ गणेशको मूर्ति खेल्नलाई सो तपाईहरुलाई देखाउँछु सँगै बस्नु होला म पनि फर्स्ट टाइम जाँदैछु सो हामी 6 बजेसम्म चाहिँ तल फर्किनुपर्छ आज चाहिँ माथि स्टेसन जानेको मेरो बुढीलाई चाहिँ डर लाग्छ नि यहाँबाट सिधै जाने बुझ्छ क्या भरेको छ है के भन्न चाहन्छु भनेर आज एकछिन भन्छु फाइनली हामी स्टेसन आइपुग्यौँ यहाँदेखि हामी माथि सरङकोट जान्छौँ थोरै हिँडेर गएपछि चाहिँ हामी बल्ल मन्दिर पुगिन्छ माथि गएर पनि हिँड्नुपर्छ माथि हेर्न जाने सबैजना ल हाम्रो आइसक्यो आज चाहिँ हामी सबै गोब्रोबाटै लगाउँदैछौँ गोब्रो ब्लग यता एकैतिर बस्छौँ न कसरी बस्नु फाइनली काममा चढ्यो डराउने डराउने गर्छ न 4 घण्टाको वेट पछि हामी सरङको 4 घण्टाको वेट पछि 10 मिनेटको यात्रा बस्नु लाग्छ 4 घण्टा भयो सेल्फी उतापट्टि 10 मिनेट पुगिन्छ ल ल उता आउँछ त्यता आउँछ हो अन्नपूर्ण केबल कारमा माथि जाँदैछ अनि फर्स्ट टाइम लगेर तल त नयाँ ठाउँ माथि सरङकोटको उभिला है गरिबाइन त कास्कीमा होला नि यो सरङकोट होला ए मेसलाङकै यतापट्टि यो के भन्छ तोरीपानी त हामी के भन्छ झरेर चाहिँ बल्ल पुगेको भनेको त सातो घर हो है डर लाग्यो ठाडै छ कि यो चाहिँ सबभन्दा स्लो हुन्छ यहाँनिर एकदम स्लो हुन्छ के रेस्टुरेन्ट कति भिडै भिड त्यही भिडमा भएको बेला कि त्यो बत्ती बोल्नेवाला थियो रातिमा बत्ती प्लेन सिलेन उड्यो भने कहाँ पुग्छ अन्त नि त्यो प्लेन उड्यो भने कहाँ पुग्छ उड्यो भने त गयो हो के यो सक्यो पुग्यो अब आउँछ आउने लायो ल आउनु लाइछ सिधा हेरेर पछाडि देख्यो उ त्यहाँ टावर उही भन्नाले अलिकति सुविधा पऱ्यो के जोस् न तर गेट चाहिँ यहाँ रहेछ हाम्रो माथि स्टेसन पछाडि हेरेर स्टेसन आयो अब हामी आम्दानी है त हो 6 बजे बन्द हुन्छ अनि क्यारेर आइयो 6 बजे बन्द भइहाल्छ रिटर्न टिकट भइसक्यो लिएर आउला नि सबैलाई ओके फाइनली हामी माथि आइपुग्यो सरङकोट
यत्रो लामो लाइन बस्नुपर्ने खै पर्छ क्या बुढा हेरौँ हजुर साइक्लिङ सिक्ने होइन ओहो लाइन हेरौँ लाइन गाइस लाइन पुरै डेन्जर लाइन यो केबल कार चढ्नको लागि फर्केर तल जानको लागि लाइनहरू देख्न सक्नुहुन्छ तल ल आउनुहोस् सबैजना केबल कार चढ्नलाई र माथि मन्दिर जानलाई वहीँसम्म रहेछ त लाइनको ल यति नजिकै कहाँ थाकेर हुन्छ ल हेर्नुहोस् गाइस केबल कारको स्थिति स्कुटरमा आउँदा ठिक हुँदो रहेछ अब यहाँबाट फेरि हामी हिँड्दैछौँ फाइनली हामी गेट बाहिर आयो यताबाट जाने हो यताबाट गएर सिधै सिनीबाट उक्लिने क्या उहाँबाट अब यहाँबाट हामी भर्याङ चढ्नुपर्छ है अब यसको हामी ठाडै उकालो हिँड्दै मैले स्कुटर माम भन्दाखेरि तिमीले केवल कार माम भन्यो नि त हल्का एक्सर्साइज पनि भयो है के थाहा मलाई त्यति धेरै प्याक हुन्छ भनेर जाँदाखेरि चाहिँ अब प्याक नगर्नु त आउँदाखेरि त खासै वेट गर्नु परेन हामीलाई होइन जाँदाखेरि पनि त्यस्तै भयो भने चाहिँ सजिलो हुन्छ ओके ल पञ्चमुखी हाम्रो गणेशजी होला है मन्दिर यहाँबाट हो के यस गुरुबा हामी घुम्ने यता राइटबाट है हजुर राइटबाट हो होइन कि हामी फाइनली आइयो तपाईँहरू देख्न सक्नुहुन्छ पञ्चमुखी गणेशको मन्दिर सराङकोटमा नेपालकै सबैभन्दा ठुलो गणेशको पञ्चमुखी मूर्ति यसो दर्शन गर्नको लागि आउनुहोला दर्शन गर्नुहोला सराङकोटमा सबैलाई स्वागत छ र अर्को यता भ्यू टावर पनि देख्न सक्नुहुन्छ यो राइट साइडमा भएको चाहिँ भ्यू टावर हो भ्यू टावरको नजिकै गणेशको मूर्ति फाइनली हामी आइयो होप तपाईँहरूलाई पनि राम्रो लाग्यो होला यस्तै यस्तै भिडियोहरू ब्लगहरू हेर्नको लागि मलाई सब्सक्राइब गरिदिनु होला बिताइदिनु होला सपोर्ट गरिदिनु होला ल बाई बाई
थ्याङ्क यू सो मच गाइज, थ्याङ्क यू सो मच फर वाचिङ। यस्तै यस्तै भिडियोहरू हेर्नको लागि सब्सक्राइब गर्न नबिर्सिनु होला एन्ड सी यू नेक्स्ट टाइम, बाई बाई।